विभिन्न ठाउँबाट छौँ। उहाँ चाहिँ हिन्दी मात्रै बुझ्नुहुन्छ। अनि आसामदेखि छौँ, त्यस पछाडि कोही गारो पनि हुनुहुन्छ, अनि कोही दार्जिलिङबाट, कोही सिक्किमबाट, हामी नेपालबाट विभिन्न ठाउँबाट छौँ। अनि उहाँले अब सत्य दाजुले एउटा कुरा भनिराख्नुहुन्थ्यो क्या, अब विदेशको ठाउँबाट अमेरिकाबाट फर्केर आएर किनभने हामी थुप्रैजना छौँ, अलिकति मौका मिल्यो कि यसो मिल्यो भनेदेखिलाई जान पाए हुन्थ्यो भन्ने पनि हुन्छ युथहरूमा। त्यसको बारेमा यसो हजुरले त्यो चाहिँ कस्तो हो भने नि, हामीसँग जे छ त्यसको त्यो फेसिलिटी या त्यो चिजलाई महत्त्व नबुझेर, जस्तै तपाईँ जहाँ जन्म लिनुभयो, जहाँ बस्नुभयो, जुन ठाउँमा तपाईँलाई चिन्छ भने त्यो ठाउँभन्दा मानवको लागि बेस्ट ठाउँ अरू कहीँ पनि हुँदैन मेरो बुझाइ। तर हामीलाई के बुझाइयो भने त्यहाँ जाने केही साथीभाइले बिचरा उसको अब कहिले पनि उसले गरेको कामको त हाल्दैन नि। अहिले चाहिँ अबको युथ तपाईँहरू जस्तै युथले हाल्नु थाले, म यस्तो काम गर्दैछु भनेर अहिले चाहिँ अलिक ओपन हुनु थाले। नभए त्यो एउटा लाइफको सेक्रिफाइस चाहिँ हाइड गरेर मान्छेलाई अहिलेको सन्दर्भमा कन्भर्ट गर्नु मतलब डाइभर्ट भइरहेको छ। त्यसले चाहिँ के गर्यो भनेदेखि एउटा लाइफ हेर्नु सबैसँग सर्टेन पिरियड छ, सर्टेन टाइम छ होइन। जसले जतिसुकै गरे पनि एउटा मान्छे बाँच्ने भने 70-80 वर्ष म्याक्सिमम् होइन। त्यसमा तपाईँहरू जस्तो एज भनेको एकदमै सबैभन्दा गोल्डन टाइम भनौँ न, एउटा त्यो डायमन्ड टाइम हो तपाईँहरूसँग भएको समय। तपाईँहरू भन्नाले अब सबै नभनौँ, यहाँ लगभग 80% मान्छे त्यो देखेँ मैले, अब अरू त अलिक सिनियरै हुनुहुन्छ होला। त्यसलाई के गर्ने भने तपाईँहरू चाहिँ डिसिजन लिनुहोस्, के लिनुहुन्छ त्यो तपाईँले लिनुहोस्, जेसुकै लिए पनि भयो। तर त्यसलाई कार्यान्वयन चाहिँ म अब 10 वर्षमा कम्प्लिट गर्छु या 20 वर्षमा गर्छु या 5 वर्षमा गर्छु, त्यो मिसन राख्नु र त्यसमा काम गर्नु सुरु गर्नु। अर्कोले के भन्छ, कहाँ के भन्छ, कहाँ लाइफ छ, त्यो फ्युचर कहीँ पनि छैन। नेपाल जस्तै मेरो लागि यो भूभागभन्दा बेस्ट ठाउँ कहीँ पनि होइन भन्ने के मान्यताले भने मलाई यहाँनिर त्यसै पनि यो ठाउँमा 100-200 मान्छेले चिन्नुहुन्छ, त्यसै पनि म बाल्यकालबाट हुर्किँदै गर्दा भने त्यो 200-250 मान्छेसँग मेरो एउटा गुड रिलेसन राखेर मैले व्यवसाय गरेँ। मेरो मार्केट त्यही हो। हामी इन्टरनेसनल मार्केटमा नजाउँ क्या, हामी पनि लोकलै जाउँ। एउटा समय थियो इन्टरनेसनल मार्केटको कुरो चल्थ्यो, तर आज म के भन्छु भने आज वर्ल्ड चाहिँ लोकलमा फर्किसकेको छ। अनि इमान्दारी त सबैभन्दा ठुलो चाहिँ इमान्दारी छ। त्यो इमान्दारीताले होला त हाम्रो इमानमा 2-4 वर्ष बादल लाग्ला, 2-4 वर्षले थाक्ला होइन, हामी त्यो स्केलमा पुग्नु सक्दैनौँ स्टार्टिङमा। तर भोलि हाम्रो चिज चाहिँ निकालिसकेपछि त्यो इमान्दारता हामीले कहिले पनि गुमाएन भने सो त स्लोली अब आउने सेकेन्ड जेनेरेसनले चाहिँ तपाईँहरूले गरेको बिजनेसमा एकदमै राम्रो फ्युचर छ। अब हामी त हेर्नुहोस् अहिले त हामी सेल्फ इम्प्लोइज तरिकाले काम गर्दैछौँ, किनभने हाम्रो बाबुबाजेले मेरो छोरा पढ्यो भने डक्टर, इन्जिनियर या के हुन्छ भन्ने विषयले पढाएर, तर यो बुझ्नु भएको थिएन मेरो बुवाले डक्टर पनि एउटा इम्प्लोइज मात्रै हो होइन, एउटा कामदार मात्रै हो।